ल सोच्नुस् त, चुनाव सकिन्छ, नयाँ अनुहार आउँछन्, गज्जबको जोस देखिन्छ। तर आखिरमा हाम्रो राजनीतिक र प्रशासनिक प्रणालीमा सोचे जस्तो सुधार किन आउँदैन त? साँच्चै आम नागरिकको स्तरमा यो एउटा गहिरो निराशाको विषय बनिसकेको छ। आजको यस विश्लेषणमा हामी ठ्याक्कै यही कुराको अनुसन्धान गर्दैछौँ। कुनै राजनीतिक पक्ष विपक्षको कुरा होइन है यो, विशुद्ध तथ्य र हाम्रै संस्थाहरूको ग्राउन्ड रियालिटीलाई केलाउनेछौँ। आखिर किन हरेक पटक प्रणालीगत सुधारको प्रयासले बीचमै बाटो बिराउँछ? एकातिर आम मानिसको जनमत हुन्छ, अर्कोतिर वर्षौंदेखिका पुराना परम्परा। यी दुई बीच कहाँनिर यत्रो ठूलो टक्राउ भइरहेको छ त? ल यसलाई गहिराईबाटै बुझ्ने प्रयास गरौँ। सुन्दा अलिकति अचम्म लाग्न सक्छ, तर यो एउटा भनाइले नि हाम्रो अहिलेको प्रणालीको पुरै तीतो यथार्थलाई छर्लङ्ग पार्छ। जनताको म्यान्डेट अलिकति पर्खिनुस्। हेर्नुस्, चुनावको बेला तत्काल परिवर्तन चाहने नागरिकको त्यो हुटुटी एकातिर छ, अनि चुनावपछि त्यही परिवर्तनलाई लागू गर्न खोज्दा सिस्टमले देखाउने सुस्तता अर्कोतिर। यो त एउटा विशाल पर्खाल जस्तै हो। भोट हालेको भोलिपल्टैबाट सबै कुरा रातारात जादु जस्तै परिवर्तन हुन्छ भन्ने हाम्रो अपेक्षा हुन्छ नि, तर हाम्रो प्रणालीगत संरचनाले चाहिँ त्यही जनमतलाई हैन अलिकति पर्खिनुस् है भनिरहेको हुन्छ, र यही पर्खाइले हामी सबैमा कत्रो निराशा पैदा गर्छ भन्ने कुरा सायद मैले भनिरहनु पर्दैन। खण्ड 1, परिवर्तनको बाचा। ल अब यसलाई अलिकति गहिराईबाट हेरौँ। चुनावको त्यो माहौल र त्यसपछिको आशालाई एकपटक सम्झ्यौँ त। चुनाव भनेको कागजमा भोट हाल्ने कुरा मात्रै हुँदै होइन, यो त परिवर्तनको एउटा एकदमै ठूलो बाचा हो। मतदाताहरूले घण्टौंसम्म लाइन बसेको, चर्को घामको पर्वाह नगरेको दृश्य हामीले देखेका छन्। कोही टाढाको गाउँबाट हिँडेरै आए, कोही त विदेशमा पसिना बगाइरहेका नागरिकहरू महँगो टिकट नै काटेर देश फर्किए। यति धेरै शारीरिक र भावनात्मक कष्ट किन त? केवल एउटै मात्र उज्यालो आशाले गर्दा अब चाहिँ पक्कै केही परिवर्तन होला। यो कुनै चान्चुने कुरा थिएन है, यो त लोकतन्त्र प्रक्रियामाथि नागरिकले गरेको एउटा विशाल लगानी थियो। एउटा नयाँ राजनीतिक शक्ति उदाउँदा सबैको ध्यान त्यसैमा तानियो। अनि त्यो नयाँ जनमतले एकदमै विशिष्ट र उत्साहजनक बाचाहरू लिएर आयो। सरकारी कार्यालयहरूमा हुने राजनीति पूर्ण रूपमा घटाउने, हाम्रा विश्वविद्यालयहरू जो प्राय राजनीतिक दलका भर्ती केन्द्र जस्ता मात्रै देखिन्थे नि, तिनलाई रोक्ने, कर्मचारीहरूलाई पार्टीको झण्डा बोक्ने होइन विशुद्ध काममुखी बनाउने, अनि विद्यार्थी सङ्गठनहरूलाई नेता बन्ने सिँढी होइन साँच्चीकै विद्यार्थीकै समस्या बोल्ने आवाज बनाउने। यी बाचाहरू सुन्दा आम मानिसले गडगडावत ताली बजाए, इतिहासकै ठूलो जनमत दिएर जिताए पनि। देशभरि एउटा यस्तो माहौल बन्यो नि, लाग्यो लौ अब त कसैले यो पुरानो सिस्टमलाई जोडले हल्लाउने नै भयो। तर यथार्थको जमिन एकदमै कठोर हुन्छ। यहीँनिर हामीले एउटा तीतो सत्यको सामना गर्नुपर्छ। बाहिरबाट हेर्दा सिस्टमलाई हल्लाउन धेरै सजिलो देखिन्छ नि, तर हाम्रो सन्दर्भमा एउटा अघोषित नियम नै छ। सिस्टम हल्लाउनुभन्दा पहिले सिस्टमलाई नै सोध्नुपर्छ, के तपाईँलाई हल्लाउन मिल्छ? सुन्दा कस्तो अचम्म लाग्छ है, तर यसले हाम्रो कर्मचारी तन्त्र र संरचनाभित्र रहेको त्यो भयानक प्रतिरोधक क्षमतालाई देखाउँछ, जसले कुनै पनि नयाँ परिवर्तनलाई त्यति सजिलै स्वीकार गर्दैन। खण्ड 2, सिस्टमको प्रत्याक्रमण। अब अघि बढ्दै जाँदा नि यो प्रणालीले कसरी कानुनी र संरचनागत रूपमा आफ्नो रक्षा गर्दो रहेछ भन्ने कुरा एकदमै स्पष्ट हुँदै जान्छ। जब सरकारले जनमतको बलमा परिवर्तन गर्न खोज्छ, तब पुराना नियम र कानुनहरू ठ्याक्कै बाधक बनेर अगाडि उभिन्छन्। एकातिर सरकारले सोच्यो जनताले आदेश दिएका छन्, अब त कर्मचारी सङ्गठन र विद्यार्थी राजनीति हटाउनै पर्छ। तर ठ्याक्कै त्यही बेला हाम्रो कानुनी संरचना र अदालतले एउटा फरक दृष्टिकोण दियो। अदालतले सम्झायो कि लोकतन्त्रमा सङ्गठन गर्न पाइन्छ र विद्यार्थीलाई राजनीति गर्नबाट रोक्न मिल्दैन। हेर्नुस् त, यहाँ तत्काल परिवर्तन चाहने नागरिकको आशा र विद्यमान संस्थागत संरचनालाई जोगाउने कानुनी सीमिताबीच कस्तो सिधा र जबरजस्त टकराव देखियो। यसले गर्दा सरकार अहिले एउटा ठूलो अलमलमा छ, किनभने चुनाव अघि त आम मानिसलाई लागेको थियो नि राजनीति सजिलै हटाउन सकिन्छ भनेर। तर चुनावपछि बल्ल एउटा यथार्थ बोध भयो। लोकतन्त्रमा जनमत भनेको सरकारका लागि जतिसुकै महत्त्वपूर्ण भए पनि प्रणालीका लागि त्यो कहिलेकाहीँ एउटा सुझाव मात्र बन्न पुग्दो रहेछ, निरपेक्ष आदेश होइन। त्यसैले त यो निष्कर्ष निस्क्यो नि, राजनीति हटाउन पनि राजनीति नै चाहिन्छ। एउटा लोकतान्त्रिक व्यवस्थाभित्र कुनै पनि कुरालाई बल जबरजस्ती उखेलेर फाल्न त्यति सजिलो कहाँ हुँदो रहेछ र? खण्ड 3, लोकतन्त्रको विरोधाभास। अब यो विरोधाभास हेर्नुस् है, यो साँच्चै रोचक छ। हाम्रा संस्थाहरूभित्र कति गहिरो विरोधाभास छ भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ। लोकतन्त्र र अधिकारका नाममा कसरी संस्थाहरूले आफ्नो अकर्मण्यतालाई लुकाइरहेका छन् एकपटक विचार गरौँ।
अस्पतालमा हेर्नुहोस्, जहाँ बिरामीको उपचार मुख्य हुनुपर्ने हो नि, तर त्यहाँ राजनीतिक दल र तिनका सङ्गठनहरू बढी बलिया छन्। अनि यसलाई नाम दिन्छ लोकतन्त्र। विश्वविद्यालयमा पढ्ने विद्यार्थीभन्दा राजनीतिक सङ्गठनहरू धेरै बलिया छन्, जसलाई कानूनी रूपमा अधिकार भनेर रक्षा गरिन्छ। त्यसैगरी सरकारी कार्यालयहरूमा हुनुपर्ने सेवा प्रवाह र कामभन्दा बढी पार्टीको झण्डा र गतिविधि सक्रिय देखिन्छन्, जसलाई सहभागिताको नाम दिन्छ। यी सबै यस्ता निष्क्रिय यथार्थहरू हुन् नि, जसलाई हाम्रै लोकतान्त्रिक शब्दावलीले मजबुत कानूनी बचाउ गरिरहेको छ। अझ विडम्बनाको कुरा त के छ भने नि, यदि कुनै सुधारकले आएर ल ठिक छ, यसलाई पूर्ण रूपमा नहटाउँ तर अलिकति मात्रै कम गरौँ न त भन्यो भने पनि नि त्यसले भयङ्कर ठूलो प्रतिरोधको सामना गर्नुपर्छ। हाम्रो प्रणालीमा यी बानीहरू यति गहिरोसँग जरा गाडेर बसेका छन् कि तिनलाई सामान्य घटाउने प्रस्ताव मात्रै गर्दा पनि त्यो तुरुन्तै संवैधानिक बहस र मौलिक हकको हननको ठूलो मुद्दा बनिहाल्छ। खण्ड 4 परम्पराको भार। तर हेर्नुहोस्, कानूनी लडाई मात्रै सबै कुरा होइन है, त्यो भन्दा पनि गहिरो र अदृश्य संरचनागत प्रतिरोध हुन्छ, जुन अदालतको इजलासमा होइन, हाम्रा सरकारी कार्यालयका पुराना ढड्डा र टेबलहरूमा लुकेर बसेको हुन्छ। स्रोत सामग्रीबाट लिएको यो उपमा साँच्चै एकदमै मार्मिक छ। हरेक कुर्सीमा इतिहास बस्छ। यसको ठ्याक्कै अर्थ के हो भने नि, कुनै पनि नयाँ मन्त्री वा अधिकारी कुर्सीमा बस्न जाँदा त्यो कुर्सी कहिल्यै खाली हुँदैन। त्यहाँ पहिल्यै नै पुराना सम्झौताहरू, पुराना अभ्यासहरू र वर्षौंदेखि जरा गाडेर बसेको एउटा इतिहास बसिसकेको हुन्छ। कुनै पनि नयाँ अनुहारले त्यो इतिहासलाई त्यति सजिलै विस्थापित गर्नै सक्दैन। त्यसो भए ती अदृश्य बाधाहरू के हुन् त? पहिलो कुरा, हाम्रो हरेक संस्थामा पुराना सम्झौताहरूले घर गरेर बसेका छन्। दोस्रो, काम गर्ने हरेक प्रक्रियामा परम्परा मिसिएको छ। पहिलेदेखि यसरी नै हुँदै आएको छ भन्ने मानसिकता। र यो सबैभन्दा माथि एउटा सर्वोपरि भावनाले सधैँ काम गरिरहेको हुन्छ। अहिलेलाई यस्तै चल्न दिनुस्, किन बेकारमा जोखिम मोल्नु? ठ्याक्कै यही मनोविज्ञानले गर्दा सिस्टमले आफ्नो यथास्थिति बचाउन आफै एउटा ढाल बनेर काम गर्छ, जसले गर्दा द्रुत गतिमा हुनुपर्ने सुधारहरू बीचमै ट्याक्क रोकिन्छन्। र यसले नि अहिले हाम्रो देशमा चलिरहेको मुख्य बहसलाई दुरुस्तै चित्रण गर्छ। एकातिर आम नागरिकको स्पष्ट आवाज छ, हामीले परिवर्तनका लागि भोट दिएका थियौं, हामीलाई जसरी पनि नतिजा चाहिन्छ। तर अर्कोतिर हाम्रो संस्थागत र कानूनी संरचनाको आफ्नै तर्क छ। परिवर्तन त गर्ने, तर त्यो संविधान र कानूनको दायराभित्र रहेर मात्र गर्नुपर्छ। हामीले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, यो बहसमा कुनै पनि पक्ष पूर्ण रूपमा गलत वा सही छैनन्। यो त केवल एउटा जीवन्त लोकतन्त्रमा जनमतको हुटुटी र विधिको शासनबीचको निरन्तर चलिरहने सन्तुलनको प्रयास मात्रै हो। खण्ड 5 संस्थागत विश्वास आर्जन। त्यसो भए समाधान चाहिँ के त? साँचो अर्थमा सुधार ल्याउनका लागि नेतृत्वले के कुरामा ध्यान दिनुपर्छ भन्ने यथार्थपरक पाटोलाई अब हेरौँ। अघि भने जस्तै जनताको माग र संस्थाको अडान दुवैको आफ्नै ठाउँमा एकदमै महत्त्व छ। हामीले बुझ्नै पर्ने यथार्थ के हो भने, जब कुनै पनि स्थापित पुरानो संरचनालाई बदल्न खोजिन्छ नि, त्यसले स्वाभाविक रूपमै पुरानो प्रणालीलाई दुख्छ नै दुख्छ। यो घर्षण वा टकराव कुनै अचम्मको कुरा होइन, यो त स्थापित व्यवस्थालाई परिमार्जन गर्न खोज्दा निस्कने एउटा एकदमै स्वाभाविक नतिजा हो। यसैले गर्दा स्रोत सामग्रीले एउटा एकदमै स्पष्ट सुझाव अगाडि सारेको छ। सुधारको वास्तविक बाटो भनेको संस्थाहरूलाई बलजबर्दी भत्काउने वा रातारात बदल्ने प्रयास गर्नु मात्रै होइन। पहिलो कदममा त त्यो बलजबर्दीलाई नै रोक्नुपर्छ, र दोस्रो अनि सबैभन्दा महत्त्वपूर्ण कदम भनेको संस्थागत विश्वास जित्ने प्रयास गर्नु हो। हेर्नुहोस्, चुनाव जित्नु वा अदालतमा कानूनी बहस जित्नुभन्दा हजारौं गुणा गाह्रो काम भनेको प्रणालीभित्र काम गर्ने मानिसहरूको विश्वास जित्नु हो। जबसम्म त्यो विश्वास जितिँदैन नि, जतिसुकै राम्रो म्यान्डेट वा जनमत भए पनि सुधारको गति अलिकति पनि अघि बढ्न सक्दैन। ल अब अन्त्यमा एउटा गम्भीर प्रश्नको साथ यो विश्लेषणलाई टुङ्ग्याउँ। हामीले प्रणालीगत प्रतिरोध र जनमतको टक्रावलाई यतिन्जेल विश्लेषण गर्यौं, तर साँच्चै सोच्नुस् त, हाम्रो जस्तो लोकतान्त्रिक अभ्यासमा परिवर्तन गर्नुअघि के स्वयं परिवर्तनले पनि प्रणालीसँग अनुमति माग्नुपर्ने अवस्था आएको हो त? के लोकतन्त्रमा जनमत नै सर्वोपरि हुन्छ कि त्यसलाई डोर्याउने कानून र परम्पराहरू बढी बलिया हुन्छन्? यो एकदमै गहिरो कुरा छ। यस विषयमा पक्कै सोच्नुहोला है। आजको यस प्रस्तुतिमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।